हामी फाइनली चाइना नेपालको बोर्डरमा आइपुग्यौँ। जुन पारिपट्टिको देख्ने बिल्डिङहरू चाहिँ चाइनिज बिल्डिङ हो भने यता चाहिँ नेपाल। हामी के पर्छ र के पाउँछ दिदी? तातो कफी, चाउचाउ, खाजा जे खाने पाउँछ। हो कतिको सस्तो छ यो ठाउँमा? धेरै सस्तो छ। हामी आउँछौँ। अनि मेरोमा फेरि अर्को शेर्पा ग्रुप छ। त्यही त हामी आउँछौँ तर मिलाएर दिनु पर्यो। हामी खाजा चिया है चाइनामा फाइनली हामीलाई गाइजहरू यो खाजा खाने निम्ति आइसक्यो है। आइसक्यो। अब खाजा र यो ठाउँमा बिरामन दुःख लाग्दो छ। नेताहरू कहाँ मुडिरहेछ? अब यहाँ हेर्नु टेनहरू अब नेपालीको चाहिँ होटल भने पनि रेस्टुरेन्ट भने पनि टेन छ। हामीले खाजा खाने त आइसकेको छैन। हामी अब त चाहियो ए यहाँ कस्तो जहाँ पनि त्यहाँ खानु पाउँदैन है? हजुर तपाईहरु फर्स्ट सेकेन्ड ट्रेनमा हो। तातो पानी, कफी, पानीको पैसा पर्दैन, खाजाहरू पाइन्छ। चाइना औसा पनि सबै यही पाउँछ कि 24 नम्बर पिलरमा फोटो खिच्ने, भिडियो बनाउने। हामीले अन्त किन्यो भने के हुन्छ? कारबाही हुन्छ। अन्त किन्यो भने फिर्ता गर्नुपर्छ। नियम काटा छ कि नेपालकै नियम त चाइनाको अन्त पाउने सामान तपाईँको पो हुन्छ नि? हुन्छ। फेरि हाम्रो ट्रेनबाट किनेर अन्त ट्रेनमा गएर किने नि भयो कि। फर्स्ट त्यहाँ किन्नु पर्यो तपाईँ ओके। हामी के पहिले जस हामीले यहाँ आएर यहाँको नियम पनि बुझ्यो होइन भने अब हामी त्यस्तो गऱ्यो भने प्रतिस्पर्धा जो सबैले पाए चाहन्छ होइन। त्यसपछि सबैले कमाउने पानी पायो भन्ने कुरा। हामी अहिले चाहिँ हामी खाजा खानतिर लागिरहेछौँ है। दामी छ बिच। कहिले बनाइसक्यो त उनीहरूले यस्तो खतरा नेपालले थाहै छैन होला कि है? थाहै छैन होला यस्तो माछा चाइना सरिसके। त्यही त नि यार। एकपल्ट चाइनाको जनसङ्ख्यासँग बेट गरेर पर्ने ऊ मान्छे मरेको एक है। त्यो चाहिँ जिउँदो होइन, मरेको एक छ त्यहाँतिर चाहिँ गाइजहरू भने हामीले अब हामीलाई परेको टेने जे खाए पनि जे किने पनि होइन सल्टी के पाउँदैछ हेर है त भित्रतिर। यता रहेछ नि यहाँ त चाइनिज सामानहरू नेपाल रहेछ नि यस्तो रहेछ। हामी यता बसेछौँ सर। तातो पानी होइन अफर फ्री जति खाने भयो व्यवस्थापन राम्रो छ। अब हामी चाइनिज सामान एकमा चाइनिज सामान हेर्छ त सब चाइनिज सामानहरू ओ चाइनिज ब्रान्डीहरू दामी छ यार चाइनिज ब्रान्डीहरू। दामी छ यार। अरे किसी में खूब मेहनत वाला ही हम ले लेना
सर हामी के किन्ने त अब यो खानुहुन्छ चाइनिज होला सर होइन सर कुन पऱ्यो सर टेस्ट गरिहाल्ने कि सर सब राम्रै देख्छु त सर यो के हो यो हुस्की रहेछ यो हुस्की 40% भोल्ट 500 ml रहेछ यस चाइनाको मल राम्रो छ चाहिँ लगभग लुगाहरू होला चाइनिज बाइक हो यो दिदी एकमा चाहिँ कति लिन्छ फोटो 100 रुपियाँ एकमा चाहिँ खिचेको है चरे कि खिचे कि नचरे खिचेको छ 50 नेपालको ट्रेन यो यो गोबर पनि बिक्री गर्ने हेर गोबर अहिले बाल्नको लागि ए बाल्ने बाल्नलाई हो ए म त बिक्री गर्ने र छन् गाई चाइनिज सामानहरू म त्यहाँ किन्दिनँ म के त बोकेको छैन होइन खाली छु त मलाई दिदीले बाहिर केही नकिन्नु यता किन आउनु भन्नुभएको छन् ठिक छ धेरै ट्रेन छ नेपालको ट्रेन भने चाइनाको रहेछ म तपाईँहरूलाई देखाउँदै देखाइरहेको छु यस्तो छ हेर्नुहोस् त यो चाइना यस्तो दामी गर्छ हाम्रो नेपालमा यस्तो कहिले हुने होला चाइनामा यस्तो छ हाम्रो नेपाल चाहिँ यस्तो पुरै डेडिकेटेड छ यो डाँडा चाहिँ चाइना रहेछ अनि यो डाँडा नेपाल जुन यहाँबाट देख्न सकिन्छ हामीले तारबाट लाग्छ यो तारबारदेखि उता चाइना हो भने तारबारदेखि त नेपाल हो यो चाहिँ पिलर होला सायद नेपाल चाइना सिमानाको यो चाहिँ चाइना बोर्डर चाइना गेट चाइनाको गेट हल त्यहाँ धेरै मान्छे ठाउँ चाहिँ पिलर छ अनि त्यहाँ चाहिँ पुलिस सरले त्यहाँ नबस्नु चाइनाले
कराया छ भनेर भन्नुभएको छ। यो गाइज फाइनली फरक छैन। तपाईँ देख्नुभयो हो त्यहाँ माथि नेपालको पिलर छ कति भन्दा 14 नम्बर पिलर रहेछ त्यो। त्यहाँ चाहिँ पुलिसहरूले ध्यान छैन कुनै कारण भने त। नेपाल त छ गाइजहरू। कारबाही हुन्छ के भयो के हो सिस्टम हो ल गाइजहरू के गर्दै हो कफी है खाइदिउँ ल ल हाम्रो गाई चाहिँ कफी खाँदैछ। जाडो भयो आइ पनि लाग्यो यस्तो भयो। फिल्टर साथ कफी मिल्छ कफी मिल्छ कफी कफी कस्तो कफी कफी ठिकै छ तर अलिक दाना आउँदैछ भित्र चाइनिज है सर त्यही चपाउने हो। सर कस्तो लाग्यो कफी भाइलाई ठिकै छ भनौँ न नयाँ टेस्ट हो। मेरो अर्कै नै गर्छ आउँदैन त के भयो यसको दाना अर्कै होला। दाना अर्किँदैछ। अब यतिमै अन्त्य है गराए। हजुर हाम्रो सोलो खुम्बुको सिर्पिनी दिदीहरू नै आउनुपर्छ। कफी कस्तो छ? दामी छ खान थाल्यो भने कफी त कस्तो आइला जस्तो भयो टाउको दुख जस्तो भयो। सर कस्तो छ? मौसम कस्तो छ? के तपाईँले सस्ते निधार झुम्न भयो बोल्न यहाँको आइप कति हो सर? लाग्छ के चाहिँ